र साथीभाइ हेलो नमस्ते। र आज चाहिँ हामी दुईजना तुषार म हुँदै कालिम्पोङ जाँदैछु छोरीलाई भेट्नु। र अब अहिले फिलहालमा 12 आफ्टरनुन चाहिँ हामी लागेको यहाँबाट। भोलिदेखि चाहिँ NS10 चाहिँ अलिकति डिस्टर्ब हुन्छ नि त 15 तारिकसम्म, त्यही भएर अलिकति सामानहरू चाहिँ त्यसको घरमै छोडेको। त्यो लिएर त हामी जाँदैछौँ तुषार म। अब 12:30 भयो यहाँबाट घुम्यौँ। अब कति त पुग्छ म उता बाटोमा नजाराहरू तपाईँहरूलाई देखाउनेछु। ल गाइस ओके, अब चाहिँ लाग्यौँ। र गाइस अहिले चाहिँ हामी यो के भन्छ 12 किलोमिटर रहेछ कालिम्पोङ आइपुग्नु। चित्रेमाथि 7 माइल 6 माइल आएर एकछिन बसिरहेको छु। ओइ स्कुटी बेसी भएको जस्तो लागेर एकछिन बसेको। ओइ भाइ आइज यहाँ, किन बस न, भाग्नु हुँदैन। ओइ डराउनु न के यहाँ बस। यतिको हौ हेर्नुहोस् होला 6 माइल मन्दिरमा आएर बसिरहेको छु आज। अब नानीको छुट्टी भएर पुग्नु पर्ने, 3 बजी चाहिँ छुट्टी हुने रहेछ। हामी 1:30 भइसक्यो र यहाँ छौँ। यहाँ त मन्दिर 6 माइलको मन्दिर छ। यहाँ एकपल्ट मैले बसन ब्लगमा हेरेको पनि थिएँ। यहाँ है आएको थियो है फ्यामिली। यहाँबाट त जानुपर्ने रहेछ भित्र, एउटा केप रहेछ नि त, गुफा। यहाँ एकछिन बसेको, दुईजना मात्रै छु। यो ठन्डा पानी र कोकको मजा लिएर बसिरहेको छु। स्कुटी त्यहाँ माथि राखिरहेको छु। अब त हामी बिस्तारै बिस्तारै लाग्ने, नभएको पनि 40 मिनट त रोक्नै पर्यो। आज फेरि पेसोक पनि जाने अवस्था, जानुपर्छ है हो, फेरि ड्युटी पनि जानुपर्छ। ल अहिले चाहिँ नानी भएकोमा पुगेर बातसात गरेर पनि अब हामीलाई पुऱ्याउनु आउँदैछ, अगाडि अगाडि जाँदैछ। ओफ हो, नानीले पुऱ्याउनु आइपुगेछ हामीलाई। आइपुगेको छ। आन्टीको छोरी हो। नमस्ते नमस्ते नमस्ते। हामीलाई छोड्नु आइरहेको छ। के रे उषा? म त होइन उतालाई लाने थिएँ नि त स्कुटी कि। बस्छ अब हामीलाई छोड्नु आइपुग्यो यहाँसम्म। अब यसले आएर चाहिँ सबै राख्छ होला। मिठो मिठो छ, गुलियो छ त। र गाइस अहिले त हामी तिनचुले आइपुग्नै आँटेको छौँ। यता ससुराली पनि पुगाइ भयो। माथि गुम्बा डाँडासम्म गएर चाहिँ हामी त्यहाँबाट त आएको। यहाँ त यस्तो हुँदो रहेछ हौ, दिउँसो छ र पनि अँध्यारो। यो रुखहरू पाइन ट्री, यो पिप्लीहरूले गर्दा यस्तो दामी देख्दो रहेछ। पिप्ली भन्छ यसलाई त हाम्रो उयोबाट, अझ के जान्दिनँ, इङ्ग्लिसबाट के भन्छ जान्दिनँ। उषा आउँदैछ एकछिन यहाँ बसेको नि त। यहाँ त अलिकति यो आकाशदेखि कि उज्यालो, यो यति नै उज्यालो रहेछ। अरू सब हेर्नुहोस् रुखकै दुईपट्टिको चाहिँ जोडेको छ नि त। हामी दुईजनाको उसको माइत पनि एकछिन अनुहार हेरेर, अनुहार माइतको अनुहार त हेऱ्यो है। गयो। ल गाइस अब घरमै पुगेको भेट्छ होला सायद, त्यो भिडियो त हुँदैन। ल अब यहाँबाट त यति नै। अब अर्को भ्लगमा भेट्नेछु, अर्को भिडियोमा। यहाँबाट बिस्तारै लाग्ने, अलिक हतार पनि छ, ड्युटी जानुपर्छ। ओके गाइस, बाई बाई।